स्वागत छ। आज हामी मनोविज्ञानको एउटा निकै चाहक लाग्दो विषयमा कुरा गर्दैछौँ, जीन पियाजेको संज्ञानात्मक विकासको सिद्धान्त। नमस्ते। हो, यो एकदमै आधारभूत तर महत्त्वपूर्ण सिद्धान्त हो। हामीसँग भएका स्रोतहरूले होइन, कसरी बालबालिकाको सोच्ने तरिका उमेरसँगै निकै फरक हुँदै जान्छ भन्ने कुरा चरणबद्ध रूपमा बताउँछन्। हो, एकदमै चरणबद्ध रूपमा। हाम्रो लक्ष्य चाहिँ यी चरणहरूलाई मतलब सरसर्ती मात्र होइन कि अलिक गहिरेर बुझ्नु हो। अँ, कसरी एउटा सानो बच्चा जसले सुरुमा इन्द्रियले मात्र संसार बुझ्छ, पछि गएर त्यस्तो खै जटिल तर्क गर्न सक्ने हुन्छ, यो यात्रा आफैमा अचम्मको छ। साँच्चै अचम्मको छ। अनि यो बुझाइले हाम्रो सिकाउने र सिक्ने तरिकालाई कसरी बदल्न सक्छ त्यो पनि हेरौँला। निश्चय पनि। ल त्यसो भए सुरु गरौँ पहिलो चरणबाट। जन्मदेखि करिब 2 वर्षसम्मको अवधिलाई इन्द्रिय चाल अवस्था वा सेन्सोरी मोटर स्टेज भनिन्छ है। हो, सेन्सोरी मोटर स्टेज। स्रोतहरू भन्छन् यो बेला शिशुले संसारलाई मुख्यतया आफ्नो इन्द्रियले सुनेर, देखेर, छोएर अनि शारीरिक क्रियाकलाप मतलब चलाएर, समातेर त्यसरी बुझ्छ रे। एकदम। उनीहरूको लागि संसार भनेकै त्यही तत्कालको अनुभव हो। अनि सुरुमा त शिशुको लागि कस्तो भने आँखा ओझेल मन ओझेल जस्तै हुन्छ रे, होइन त? हो। कुनै खेलौना लुकाइदियो भने उसको लागि त्यो अब अस्तित्वमै छैन जस्तो। तर यो चरणको अन्त्यतिर एउटा ठूलो परिवर्तन आउँछ रे, जसले सबै कुरा बदल्छ। त्यो के हो नि? तपाईँले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। त्यो हो वस्तु स्थायित्वको विकास, मतलब अब्जेक्ट पर्मानेन्स। वस्तु स्थायित्व? हो, यो सुन्दा सामान्य लाग्ला, तर बच्चाको मानसिक विकासमा यो एउटा क्रान्तिकै हो भन्दा हुन्छ। ए कसरी? बच्चाले के बुझ्न थाल्छ भने यदि आमा कोठाबाट बाहिर जानुभयो वा खेलौना सिरानी मुनि लुकाइयो भने पनि उहाँ वा त्यो खेलौना हराएर जाँदैन, कतै न कतै अस्तित्वमा रहिरहन्छ भन्ने बुझ्छ। ए भनेपछि पिक अ बुक खेल्दा बच्चा किन त्यति रमाउँछ भन्ने कुरा यसैसँग जोडिएको रहेछ त? हो नि। सुरुमा अनुहार लुकाउँदा बच्चालाई साँच्चै मान्छे हरायो जस्तो लाग्छ होला, अनि फेरि देखा पर्दा आश्चर्य र खुसी। वस्तु स्थायित्व आएपछि त खेलको मजा अलि फरक हुन्छ होला नि? हो, ठ्याक्कै। त्यसपछि त त्यो आश्चर्यभन्दा बढी प्रत्याशा। हो, प्रत्याशा र पुष्टिको खेल बन्छ। वस्तु स्थायित्वले बच्चालाई संसार अलि के भनौँ अनुमान गर्न सकिने खालको स्थिर छ भन्ने एउटा आधारभूत विश्वास दिन्छ। ए यो ज्ञानले नै उनीहरूलाई आफ्नो वरिपरि अझ सुरक्षित महसुस गराउँछ र थप खोज्नलाई हौसला दिन्छ। उनीहरूले अलिअलि योजना बनाउन र उद्देश्य राखेर काम गर्न थाल्छन्, जस्तै चाहिएको खेलौनासम्म घिस्रिएर पुग्नु। बुझे। वस्तु स्थायित्वले बच्चाको संसार अलि स्थिर भयो। अब उनीहरूले संसारलाई प्रतीकहरूले जस्तै शब्दहरू, चित्रहरूले बुझ्न थाल्दा के हुन्छ? यो दोस्रो चरण आयो होइन? पूर्व क्रियात्मक अवस्था, प्री अपरेशनल स्टेज, करिब 2 देखि 7 वर्षसम्म। हो, प्री अपरेशनल स्टेज। यहाँ त भाषाको विकास वात्तै हुन्छ भनिन्छ नि? बिल्कुल। यो चरणमा भाषा र प्रतीकात्मक सोचको ठूलो फड्को मार्छन् बच्चाहरूले। उनीहरूले एउटा चिजलाई अर्को चिजको प्रतीक मानेर खेल्न सक्छन्। जस्तै तपाईँले भन्नुभएको थियो नि, लट्ठीलाई घोडा मानेर खेल्नु। हो, वा ब्लकहरूलाई घर सम्झिनु। यो प्रतीकात्मक खेल मतलब सिम्बोलिक प्ले उनीहरूको सिकाइ र कल्पना विकासको लागि एकदमै जरुरी हुन्छ। तर स्रोतहरूले यो चरणलाई प्रिलजिकल र अझ इगोसेन्ट्रिक पनि भनेका छन्। इगोसेन्ट्रिक भन्नाले के उनीहरू स्वार्थी हुन्छन् भनेको कि यसको अर्थ अर्कै छ? यो एकदम राम्रो प्रश्न हो र धेरैजना झुक्किने ठाउँ पनि यही हो। हो र? इगोसेन्ट्रिजमले बच्चा स्वार्थी भएको वा अरूको वास्ता नगर्ने भन्न खोजेको होइन, बरु यसले उनीहरूको त्यो बेलाको संज्ञानात्मक सीमिततालाई जनाउँछ। सीमितता? कस्तो सीमितता? उनीहरूले संसारलाई शाब्दिक रूपमै आफ्नो दृष्टिकोणबाट मात्र हेर्न सक्छन्। अरूको दृष्टिकोण, विचार वा भावना कस्तो होला भनेर कल्पना गर्न सक्दैनन् वा निकै गाह्रो हुन्छ के? ए त्यसो पो भनेपछि मैले जे देख्छु सबैले त्यही देख्छन्, मैले जे सोच्छु सबैले त्यही सोच्छन् भन्ने जस्तो हो, ठ्याक्कै। जस्तो फोनमा कुरा गर्दा टाउको हल्लाएर अह भन्नु, तर अर्कोतिरको मान्छेले देख्दैन भन्ने ख्यालै नहुनु। एकदम राम्रो उदाहरण त्यो नै हो।
वा लुकामारी खेल्दा आँखा मात्र छोपेर ल अब मलाई कसैले देख्दैन सोच्नु पनि यसैको उदाहरण हो। ए उनीहरूलाई लाग्छ मैले देखिन भने अरूले पनि देख्दैनन्। यो उनीहरूको बुझाइको सीमा हो, चरित्रको दोष होइन। अनि यो चरणमा उनीहरूको सोचाइमा तर्कभन्दा पनि अन्तर्ज्ञान, इन्ट्युइसन र देख्दा जे लाग्छ, पर्सेप्सन, त्यसैको बढी प्रभाव हुन्छ। उनीहरूले किन र कसरी भन्दा पनि के भइरहेको छ भन्नेमा बढी ध्यान दिन्छन्। अर्को एउटा महत्त्वपूर्ण सीमितता हो सेन्ट्रेसन। यसको मतलब उनीहरूले कुनै वस्तु वा स्थितिको एउटा मात्र पक्षमा ध्यान केन्द्रित गर्न सक्छन्। एकैचोटि धेरै पक्षहरूलाई विचार गर्न सक्दैनन्। यसैले गर्दा उनीहरूलाई संरक्षण, कन्जर्भेसनको अवधारणा बुझ्न गाह्रो हुन्छ, जुन चाहिँ अर्को चरणको मुख्य उपलब्धि हो। संरक्षण त्यो भनेको के हो, अलि भन्नुस् न। संरक्षण भनेको कस्तो भने कुनै वस्तुको बाहिरी रूप परिवर्तन हुँदैमा त्यसको आधारभूत गुण जस्तै मात्रा, संख्या वा तौल परिवर्तन हुँदैन भन्ने बुझाइ हो। एउटा उदाहरण दिनुस् न। ल, जस्तै तपाईले एउटा चौडा गिलासमा भएको जुसलाई हैन एउटा अग्लो पातलो गिलासमा खन्याइदिनु भयो। अब प्री अपरेशनल बच्चालाई सोध्नुभयो भने उसले अग्लो गिलासमा धेरै जुस छ भन्न सक्छ। किन? किनकि उसको ध्यान त्यो गिलासको उचाइमा मात्र गयो, चौडाइतिर गएन। उसले दुवै पक्ष, उचाइ र चौडाइलाई एकैसाथ विचार गर्न सकेन। यो नै सेन्ट्रेसनको प्रभाव हो। ओहो, कति रोचक। त्यसो भए जब बच्चाहरू यो सेन्ट्रेसन र इगोसेन्ट्रिजमबाट अलि बाहिर निस्कन थाल्छन्, तब उनीहरू तेस्रो चरणमा प्रवेश गर्छन्। यो हो मूर्त क्रियात्मक अवस्था, कङ्क्रिट अपरेशनल स्टेज, होइन? लगभग 7 देखि 11 वर्षसम्म हो कङ्क्रिट अपरेशनल। यहाँ चाहिँ तार्किक सोच सुरु हुन्छ भनिएको छ, तर एउटा शर्त सहित रे। के हो त्यो शर्त? हो, यो चरणमा बच्चाहरूले तार्किक रूपमा सोच्न थाल्छन्, जुन अघिल्लो चरणमा सम्भव थिएन। तर उनीहरूको तर्क चाहिँ ठोस, देख्न सकिने, छुन सकिने कङ्क्रिट वस्तुहरू र वास्तविक अनुभव गरिएका घटनाहरूसँग मात्र सम्बन्धित हुन्छ। उनीहरूले अमूर्त वा काल्पनिक अवधारणाहरूमा तर्क गर्न अझै सक्दैनन्। यसलाई स्कुल एज पनि भनिन्छ नि। स्कुलमा त गणित, विज्ञान जस्ता विषयमा तर्क चाहिन्छ। त्यसो भए यो चरणको विकासले स्कुलको सिकाइमा कस्तो सहयोग गर्छ त? श्रोताहरूले कन्जर्भेसन बाहेक क्लासिफिकेसन र सिरिएसनको पनि कुरा गरेका छन्। तपाईले स्कुलसँग ठिक जोड्नुभयो। यो चरणका उपलब्धिहरू स्कुलको पढाइको लागि एकदमै आधारभूत हुन्छन्। कन्जर्भेसन बुझेपछि उनीहरूले गणितका आधारभूत कुराहरू जस्तै 2+3 र 3+2 एउटै हो भन्ने बुझ्न थाल्छन्। क्लासिफिकेसन भनेको वस्तुहरूलाई उनीहरूको साझा विशेषता जस्तो रङ, आकार, प्रकारको आधारमा समूहमा छुट्याउने क्षमता भयो। विज्ञानमा जीवजन्तु वा वनस्पतिको वर्गीकरण पढ्न यो चाहिन्छ। अनि सिरिएसन भनेको वस्तुहरूलाई कुनै निश्चित क्रम अनुसार जस्तै लम्बाइ, तौल अनुसार सानोदेखि ठूलो वा ठूलोदेखि सानो मिलाउने क्षमता हो। गणितमा संख्या क्रम मिलाउन वा इतिहासमा घटनाक्रम मिलाउन यो सिप चाहिन्छ। भनेपछि गणितको जोड घटाउ कापीमा गर्न सक्ने, तर त्यही हिसाब मनमा नै गर्न अलिक गाह्रो हुनु यही चरणको विशेषता भयो। किनकि कापीको अङ्क ठोस भयो, मनको अमूर्त हो। धेरै हदसम्म त्यस्तै हो। उनीहरूलाई समस्या समाधान गर्न मूर्त वस्तुहरू जस्तै गोटी, औँलाहरू वा चित्रहरूको सहारा चाहिन सक्छ। उनीहरूले नियमहरू बुझ्न र पालना गर्न थाल्छन् अनि अरूको दृष्टिकोणलाई पनि केही हदसम्म बुझ्न थाल्छन्, जसले गर्दा उनीहरू कम आत्मकेन्द्रित हुन्छन् र समूहमा काम गर्न वा खेल्न सक्छन्। त्यसैले यसलाई ग्याङ एज पनि भनिएको होला। निकै स्पष्ट भयो। ल, अब हामी पियाजेको सिद्धान्तको अन्तिम र सबैभन्दा माथिल्लो चरणमा आइपुगेका छौं, औपचारिक क्रियात्मक अवस्था, फर्मल अपरेशनल स्टेज। यो करिब 11 वर्षको उमेरबाट सुरु भएर वयससम्म रहन्छ। यहाँ के हुन्छ त? के यो अमूर्त सोचको सुरुवात हो? यो चरणको मुख्य विशेषता नै अमूर्त, एब्स्ट्र्याक्ट र परिकल्पनात्मक, हाइपोथेटिकल सोचको विकास हो। किशोर किशोरीहरू अब केवल ठोस, वास्तविक कुराहरूमा मात्र सीमित रहँदैनन्। उनीहरूले नदेखिएका काल्पनिक वा सैद्धान्तिक अवधारणाहरू जस्तै न्याय, स्वतन्त्रता, प्रेम यस्ता कुराहरूबारे सोच्न र तर्क गर्न सक्छन्। यसको मतलब उनीहरूले गणितमा बीजगणित,
अल्जेब्रा जहाँ एक्स र वाई जस्ता अमूर्त प्रतीकहरू हुन्छन्, वा विज्ञानमा अणु परमाणु जस्ता नदेखिने कुराहरू, वा दर्शनका जटिल विचारहरू, यी सब बुझ्न र त्यसमा तर्क गर्न सक्छन्। एकदम सही। उनीहरूले यदि यस्तो भयो भने के होला, इफ देन जस्ता परिकल्पनात्मक प्रश्नहरू सोध्न र त्यसका सम्भावित उत्तरहरू व्यवस्थित रूपमा खोज्न सक्छन्। ए हो र? हो, यसलाई हाइपोथेटिकल डिडक्टिभ रिजनिङ भनिन्छ। सरल भाषामा भन्दा यो भनेको वैज्ञानिकहरूले जस्तै समस्या समाधान गर्ने तरिका हो। कस्तो? पहिले सम्भावित समाधानहरू मतलब हाइपोथेसिस सोच्ने, अनि ती समाधानहरूलाई परीक्षण गरेर कुन सही हो भनी निष्कर्ष निकाल्ने। स्रोतमा एउटा उदाहरण थियो, यदि क ख र ख घ छ भने सबैभन्दा ठूलो कुन हो? यस्तो प्रश्नको उत्तर दिन कङ्क्रिट अपरेसनल बच्चालाई गाह्रो हुन सक्छ रे, तर फर्मल अपरेसनल किशोरले सजिलै क भन्न सक्छ, किनकि उसले यो सम्बन्धलाई अमूर्त रूपमा बुझ्न सक्छ। हो, त्यो राम्रो उदाहरण हो। यो क्षमताले उनीहरूलाई भविष्यको योजना बनाउन, विभिन्न सम्भावनाहरू विचार गर्न अनि नैतिक, सामाजिक, राजनीतिक मुद्दाहरूमा अलि गहिरो र आदर्शवादी सोच राख्न सक्षम बनाउँछ। उनीहरूले संसार जस्तो छ त्यति मात्र नभई जस्तो हुनुपर्छ भन्ने बारे पनि सोच्न थाल्छन्। ल, यी 4 चरणहरू सेन्सरी मोटर, प्री अपरेसनल, कङ्क्रिट अपरेसनल र फर्मल अपरेसनल बुझिसकेपछि अब मूल प्रश्नमा फर्कौं। यसले सिकाइलाई कसरी प्रभाव पार्छ त? शिक्षक, अभिभावक वा सिक्न चाहने जो कोहीले यो जानकारी कसरी प्रयोग गर्न सक्छन्? पियाजेको सिद्धान्तको सबैभन्दा ठूलो र व्यावहारिक सन्देश नै यही हो जस्तो लाग्छ मलाई। सिकाइ तब मात्र सबैभन्दा प्रभावकारी हुन्छ जब शिक्षण विधि र सामग्री बच्चाको संज्ञानात्मक विकासको चरण अनुसार हुन्छ। बच्चाले कसरी सोच्छ भनेर नबुझिकन उसलाई सिकाउन खोज्नु भनेको अलि अन्धारोमा तीर हान्नु जस्तै हो। भनेपछि साना नानी बाबुहरूलाई मतलब सेन्सरी मोटर र प्री अपरेसनल चरणका लागि लेक्चर दिनु वा अमूर्त नियम सिकाउन खोज्नु त बेकारै भयो। उनीहरूलाई त खेल, अनुभव र ठोस वस्तुहरू मार्फत सिकाउनु पर्यो, होइन त? निश्चित रूपमा। पहिलो चरणमा त उनीहरूलाई सुरक्षित वातावरणमा इन्द्रियहरू प्रयोग गरेर खोज्न दिनुपर्छ। दोस्रो चरणमा खेल, कथा, चित्र, नक्कल गर्ने गतिविधिहरू यी एकदमै महत्त्वपूर्ण हुन्छन्। उनीहरूलाई किन भन्दा पनि के र कसरी सरल तरिकाले देखाउनुपर्छ, अनि उनीहरूले गल्ती गर्दा पनि त्यसलाई सिकाइको अवसरको रूपमा लिनुपर्छ, किनभने ती गल्तीहरू उनीहरूको सोचाइको ऐना हुन्। हो नि। अनि कङ्क्रिट अपरेसनल चरण 7-11 वर्षका बच्चाहरूको लागि नि उनीहरू तर्क त गर्न सक्छन् तर अमूर्तमा गाह्रो हुन्छ भनियो। हो, त्यसैले यो चरणमा मूर्त उदाहरणहरू, वास्तविक वस्तुहरू, म्यानिपुलेटिभ्सको प्रयोग र प्रत्यक्ष प्रयोग, एक्सपेरिमेन्ट्स धेरै प्रभावकारी हुन्छन्। जस्तै गणित सिकाउँदा ब्लकहरू वा गोटीहरू प्रयोग गर्ने, विज्ञान पढाउँदा कक्षा कोठामै सानो प्रयोग गरेर देखाउने, सामाजिक शिक्षामा नक्सा वा मोडेलहरू प्रयोग गर्ने, उनीहरूलाई समूहमा काम गर्न लगाएर विभिन्न दृष्टिकोणबारे छलफल गराउन सकिन्छ। तर विषयवस्तु सकेसम्म ठोस र उनीहरूसँग सम्बन्धित हुनु पर्यो। बुझे। र जब किशोर किशोरीहरू फर्मल अपरेसनल चरणमा पुग्छन् तब बल्ल अमूर्त र सैद्धान्तिक कुराहरू सिकाउन सकिन्छ। हो, तब उनीहरू अमूर्त अवधारणाहरू, जटिल तर्क, सैद्धान्तिक छलफल, बहस अनि समस्या समाधान गतिविधिहरूको लागि तयार हुन्छन्। उनीहरूलाई विभिन्न दृष्टिकोणबाट सोच्न, परिकल्पना बनाउन, अनुसन्धान गर्न र आफ्नो निष्कर्ष प्रस्तुत गर्न लगाउन सकिन्छ। उनीहरूलाई नैतिक दुविधाहरू वा सामाजिक मुद्दाहरूमा विचार विमर्श गर्न प्रोत्साहित गर्न सकिन्छ। ठीक छ। संक्षेपमा भन्दा पियाजेको सिद्धान्तले सिकाइलाई शिक्षक केन्द्रितबाट बालक केन्द्रित चाइल्ड सेन्टर्ड बनाउनुपर्छ भन्नेमा जोड दिन्छ। बच्चाहरू खालि भाँडा होइनन् जसमा ज्ञान खन्याउने, बरु उनीहरू सक्रिय निर्माता हुन् जसले आफ्नो अनुभव र अन्तर्क्रियाबाट ज्ञान आफै निर्माण गर्छन्। त्यसैले सिकाइ अनुभव आधारित, एक्सपिरियन्स बेस्ड र चरणानुरूप स्टेज एप्रोप्रिएट हुनुपर्छ। सक्रिय संलग्नता चाहियो। हो, बच्चालाई सक्रिय रूपमा संलग्न गराउने, प्रश्न सोध्न उत्प्रेरित गर्ने र आफैले पत्ता लगाउने अवसर दिनुपर्छ। ल, त्यसो भए आजको यो गहिरो विश्लेषणबाट मुख्य कुरा के निस्क्यो त?
जीन प्याजेले हामीलाई देखाए कि बालबालिकाको बौद्धिक विकास एक क्रमिक र चरणबद्ध प्रक्रिया हो। हो, एकदम। यो इन्द्रिय र कर्मबाट सुरु हुन्छ, प्रतीकहरूको प्रयोग हुँदै जान्छ, ठोस तर्कमा विकास हुन्छ र अन्ततः अमूर्त, वैज्ञानिक र परिकल्पनात्मक सोचसम्म पुग्छ। हरेक चरण अघिल्लो माथि बन्दै जान्छ। र यो ज्ञान केवल बालबालिका बुझ्नको लागि मात्र होइन नि, यो हामीले एकअर्कालाई बुझ्नको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। ए, कसरी? किन फरक तरिकाले सोचन्, किन एउटै कुरालाई फरक दृष्टिकोणबाट हेर्छन्, वा किन कसैलाई कुनै कुरा बुझ्न सजिलो र कसैलाई गाह्रो हुन्छ भन्ने कुरामा यसले अन्तर्दृष्टि दिन्छ। हो त। यो बुझाइले सञ्चार, सहकार्य र सहिष्णुता बढाउन मद्दत गर्छ, चाहे त्यो कक्षा कोठामा होस्, घर परिवारमा होस् वा समाजमा। यसले हामीलाई अरूको संज्ञानात्मक क्षमता र सीमालाई सम्मान गर्न सिकाउँछ। साँच्चै मननयोग्य कुरा। आजको लागि एउटा अन्तिम विचार छोडेर जाउँ श्रोताहरूलाई सोच्नको लागि। भन्नुहोस् न। पियाजेले त 11 वर्षपछि फर्मल अपरेशनल सोच सुरु हुन्छ भने, तर के हामी वयस्कहरू सधैँ यही उच्च तहको तार्किक र अमूर्त सोच प्रयोग गर्छौं त? गहिरो प्रश्न। कि कहिलेकाहीँ तनाव, दबाव, भावना वा एकदमै नौलो विषयको सामना गर्दा हामी पनि पछाडि फर्केर कङ्क्रिट अपरेशनल वा अझै प्री अपरेशनल तरिकाले सोच्न थाल्छौं कि, जस्तै तर्कभन्दा भावनामा बग्ने वा एउटा मात्र पक्ष हेर्ने? हो, यो सम्भव छ। कि हाम्रो संज्ञानात्मक चरण परिस्थिति अनुसार तलमाथि भइरहन्छ? यसमा विचार गर्न सकिन्छ।